अलराइट गाइज वेलकम ब्याक टु द भिडियो। आज चाहिँ म यो माउसलाई रिपेयर गर्दैछु भन्दा नि के भएको रहेछ हेर्छु म एकचोटि होइन। अनि हुने रहेछ भने मसित अब त्यो सबै भनौँ न त्यो सोल्जरिङ गर्ने सबै छैन, सामानहरू छैन, त्यो लिन पर्ने छ। लेट्स के भएको रहेछ यहाँनिर, अनि यसलाई चाहिँ पसलमा लगेर एकचोटि देखाउनु पर्छ होइन। आफूले थाहा पाइसके पछाडि त्यहाँ गएर भन्न पनि सक्यो। उनीहरूले बनाउन जानेको छ भने त ठिकै छ, बनाउनु जानेको छैन भने पनि आफूले भन्न सक्यो। त्यही भएर यो माउस चाहिँ खोल्दाखेरि यो पछाडिपट्टिको तीनवटाबाट खोल्ने है, मैले अघि नै भनिसकेँ जस्तो लाग्छ। ओके, यसलाई म खोल्छु है। यो खोलेँ मैले एउटा, अनि अर्को पनि खोलौँ। तीनवटै खोल्नु पर्ने हुन्छ। यहाँनिर माइक अलिकति नजिकै राख्नु पर्यो। ओके, यो पनि खोल्न लाग्यो, लगभग देखिरहेको थियो। यसलाई निकाल्नु पर्यो। यसमा पछाडिपट्टि गम टाँसेको हुन्छ। यो गम सुत्दै निकाल्यो भने चाहिँ पछि टाँस्नलाई पनि सजिलो हुन्छ है। ओके, दुईवटा भयो। अब यतापट्टि नि छ अर्को, यसलाई पनि निकालौँ। सकेसम्म गम सुत्दै निकाल्न सक्यो भने सजिलो हुन्छ पछि टाँस्नलाई। अन्त नटाँस्दा नि केही फरक पर्दैन पर्नु त होइन, तर अलिकति स्मुथ बनाउनको लागि चाहिँ टाँस्नु पर्यो। फेरि यो पनि आयो। यो तीनवटा भयो, यसलाई राखौँ। र यो तलको चाहिँ हामीले ननिकाले भयो भने फरक पर्दैन रहेछ। यसलाई चाहिँ फेरि हालिदिउँ है त। सायद यसको पनि के पर्छ कि थाहा छैन मलाई। यहाँनिर भएको स्टिकर चाहिँ किन राखिरहेको छ यो चाहिँ, यो पनि हेरौँ एकचोटि। स्टिकरको त पछाडि त केही पनि छैन होला, त्यो पर्दैन। नराखौँ। यो दुईवटा खोलेर कसरी खुल्छ त्यो। अब चाहिँ हामीले यहाँ प्लस वाला लिउँ एउटा, यसले काम गर्छ होला सायद। ओके, एउटा पेज निस्क्यो, यसलाई राखौँ। अर्को पेज पनि निकालौँ। यसमा चाहिँ म्याग्नेट हुन्छ, त्यही भएर म्याग्नेट हुनेमा चाहिँ खासै पेज तान्नलाई खासै हुँदैन, गाह्रो हुँदैन है। ओके, अब यति गरिसके पछाडि अब निकाल्ने कसरी हो भन्ने कुरा चाहिँ हेर्नुपर्छ। यसको लागि अलिकति पातलो खालको पेज लिएर हामीले तान्न पर्ने हुन्छ है त। अब यसलाई म अलिकति पातलो खालको लिन्छु। यो भन्दा पनि पातलो छ भने त अझै ठिक हुन्थ्यो। ओके, यो ठिकै हुन्छ होला सायद। अब यो यसरी निस्किन्छ क्या, यो साइडबाट निस्किन्छ। यसलाई चाहिँ यसरी निकाल्ने है। तीनटा पेज हुनुपर्ने हो खास यसमा होइन, तर पछिल्लो साइडमा पेज छैन। त्यो कारणले गर्दाखेरि चाहिँ यो दुईटा मात्र छ कि जस्तो मलाई अन्दाज चाहिँ त्यही लागिरहेको छ होइन। दुईटा यतिसम्म त खुलेको छ, तर यहाँ फाइनल इन्डमा चाहिँ खुलेको छैन क्या। अब यो आइडन यो के हो, यसको मेकानिजम के छ। पेज छ भने चाहिँ त्यसमा कभर त हुनु पर्थ्यो है। पेज छैन भने कभर हुँदैन। ओके, अब यसको स्थिति चाहिँ यस्तो छ है। अब यो मेरो मेन भएको भनेको चाहिँ यो माउसको व्हिल चाहिँ अलिकति लुज भएको हो। यसले के गर्नलाई लुज भइरहेछ भन्ने कुरा हेरौँ सुरुमा होइन। यसलाई कसरी टाइट गर्न सकिन्छ हेरौँ। ओके, हल्का ग्रिप छोडेको जस्तो खालको भएको रहेछ यहाँनिर होइन। यसलाई चाहिँ अलिकति टाइट गर्नु पायो भने हुन्छ सायद। यहाँ भित्र पनि एउटा पेज हुन्छ यसको होइन, यो उसको चाहिँ व्हिलको चाहिँ। यो पेजलाई चाहिँ लक गरिदियो भने, अलिकति टाइट गरिदियो भने त्यो पेज त्यस्तो सजिलैसँग घुम्न पाउँदैन, अनि हाम्रो व्हिल अलिकति टाइट हुन्छ है। ओके, सो मैले अलिकति टाइट त थोरै टाइट त गरेँ। यसलाई अझै टाइट गर्नुपर्छ त थोरै टाइट अझै गर्छ है। यो माउसले खास काम नगर्ने भन्ने कुरा चाहिँ हुँदैन होइन। अब किनभने यो लेफ्ट क्लिक र राइट क्लिक गर्ने जुन बटन हुन्छ तिनीहरू बिग्रिने चान्सै हुँदैन है। बिग्रिने चान्स भनेको यही घुम्ने व्हिल मात्र हो क्या, यो पाङ्ग्रा मात्र हो। माउसको यो पाङ्ग्रालाई चाहिँ टाइट गर्न सकियो भने मजाले नै काम गर्छ है। यसलाई टाइट गरिदिनु पर्छ। त्यही भएर आई गेस अब भयो कि जस्तो मलाई लाग्छ। एकचोटि ट्राई गरेर हेरौँ। भित्रको पेजहरूलाई पनि टाइट गरिदिनु होला, ताकि हाम्रो क्लिक गर्दाखेरि कतै मिस्टेक भइरहेछ कि होइन, अरू बटनहरूले काम नगरेको पनि हुनसक्छ। त्यही भएर अरू पेजहरू पनि छ भने त्यो पेजहरूलाई पनि अलिकति हल्का टाइट गरेर कसिदिनु पर्छ। मलाई अझै अलिकति ठुलो चाहियो। कुन चाहिँ हो भन्दाखेरि यो कस्नलाई जुन पाए त्यो पेज कसैले यहाँ भेट्दा पनि भेट्दैन क्या। अनि त्यही भएर अलिकति गाह्रै छ, तर त्यस्तो धेरै गाह्रो पनि छैन, हामी सक्छौँ इजिली। ओके, अब अरू क्लिकहरू के छ हेरौँ। क्लिक त ठिकै छ, क्लिक गर्नेमा खासै प्रब्लम छैन। यही पाङ्ग्रामा अलिकति प्रब्लम आएको हो। त्यही भएर मैले पाङ्ग्रा चाहिँ ठिक छ, अहिले त अलिअलि टाइट त भयो। त्यसको पेजलाई अझै भित्रबाट समातेर कस्नु पाए त अझै मजा आउँथ्यो। यो कस्नलाई अलिकति अप्ठ्यारो हुने रहेछ क्या। भित्रको पेजको जुन ग्रिप हुन्छ पेजलाई समाउने, त्यो अलिकति काम नगर्ने स्थितिमा पुगेको रहेछ। तर ठिक छ, नभए हामीले काम चाहिँ बनायौँ। यति भएपछि भयो। अब एकचोटि ट्राई गरेर हेरौँ है। ट्राई गरेर हेरौँ के छ, काम गर्छ कि गर्दैन हेरौँ। ओके, त्यसको लागि मैले मेरो पुरानो माउसलाई निकाल्नु पर्ने हुन्छ। यो नयाँ माउसलाई एकचोटि ट्राई गरेर हेरौँ है त। काम गर्नु त पर्ने हो।
हेर स्क्रोल गर्नुपर्ने के युट्युब सुट्युब केही खोलौँ न त होइन। ल यो माउसलाई निकालिदिन्छु म। यो पुरानो माउस अर्कै माउस युज गरिरहेको थिएँ मैले अल्टरनेटिभ। यो जुन अहिले बनाइरहेको छु यो चाहिँ गेमिङ माउस हो क्या। अनि यो महँगोमा किनेको माउस झन् यसले त काम गर्नुपर्ने भन्छु। अब चाहिँ काम गर्छ कि हेरौँ है। ठिकै छ त्यस्तो ऊ त छैन। एकचोटि युट्युब ओपन गरौँ। अहिले काम गर्यो है। ल अहिले चाहिँ काम गर्यो। लेट्स गो। अहिले काम गर्यो। अब कभर लगाइसके पछाडि काम गर्छ कि गर्दैन भन्ने कुरा हो। ल अहिले ठिक काम गर्यो है। भित्रको एउटा पेज पसेपछि चाहिँ मेरो माउसले काम गर्यो। अब अरू खासै बिग्रिने कुरा यसमा छैन किनभने तपाईँहरूको माउसमा कुनै कनेक्सन सर्ट हुनु पर्यो होइन। नभए चाहिँ बिग्रिने कुरा केही पनि हुँदैन त्यस्तो है। ओके अब यति भइसके पछाडि हामीले यो माउसलाई हालिदिन सक्छौँ। लेट्स गो। यहाँको भित्रको बटनहरू खासै फरक परेको छैन। बटनहरूमा केही पनि खराबी छैन। हाम्रो माउस बनिसकेको अवस्था छ है त। ओके यो भयो। यो कलर चेन्ज गर्ने भयो। कलर चेन्ज पनि गरियो। ल ठिक छ त्यो पनि भयो। ल हाम्रो यहाँनिर काम गरिरहेछ। यो अटोमेटिक तलमाथि हुने प्रब्लम चाहिँ हुन्छ कहिलेकाहीँ है। यो चाहिँ अब के भएको तपाईँहरूले आफैले यो बटनहरूमा केही भइरहेछ त्यसले थिचिरहेछ कि भन्ने कुरा चाहिँ त्यो चेक गर्नु होला। किनभने कहिलेकाहीँ चाहिँ त्यस्तो खालको प्रब्लमहरू पनि आउँछ। नआउने चाहिँ होइन है। सो यो बटनहरू क्लिक अटोमेटिक क्लिक भयो भने पनि त्यस्तो चाहिँ हुन्छ। ठिक छ मेरोमा चाहिँ एकदमै ठिक छ फिट छ। लेट्स सी अब यसलाई हाल्नलाई चाहिँ अलिकति कठिनाइ छ। कठिनाइ गाइज कठिनाइ नै हुन्छ अलिकति है तर केही छैन। यसलाई हल्का यतापट्टिबाट उतापट्टि पेल्नु पर्ने हुन्छ। अघि मैले जुन तरिकाले यतापट्टिबाट पेलेको थिएँ होइन। ओके अब यो साइडको लाग्यो नि यो वायर भएकोपट्टि साइडको लाग्यो भनेदेखि चाहिँ अनि अन्ततिरको फेरि बिस्तारै गर्दै गयो भने चाहिँ हुन्छ है। ल मेरो चाहिँ फिट भयो। अब यो माउसले काम गरिरहेछ। अब चाहिँ के गर्छु भन्दाखेरि म यो पेजहरूलाई कस दिन्छु है। यहाँनिर एउटा पेज छ। ओके यसलाई म कस्छु सुरुमा। ल यो पनि भयो। अनि अर्को पेज पनि हालौँ। यसलाई पनि कसनु पर्यो। अनि यो माउसमा चाहिँ खासै यो पेजको लाइनहरू मिलाइराख्नु चाहिँ पर्दैन होइन। यो म एकछिन निकालिदिन्छु। यहाँ के क्लिक भइरहेछ। सो यसलाई अलिकति टाइट गरिदिउँ थोरै यो माउसको पेजलाई। पेज कस्ने चाहिँ अलिकति ठुलो योभन्दा अलिक ठुलो चाहिन्छ होला सायद जस्तो मलाई लाग्छ। यसमा मेन कन्फ्युजन भनेको चाहिँ यही हो क्या। अब कुन चाहिँ पेज कस्तो लागेको छ त्यो खोजेर बस्न चाहिँ अलिकति झ्याउ झन्झट हुन्छ होइन। तर एकचोटि भेटिसके पछाडि चाहिँ फेरि सक्यो है। ल यो चाहिँ अलिकति फिट रहेछ। यसले टाइट भयो। ल यो भयो। अब अर्को पनि टाइट गर्छु म एकचोटि। ल यति गरिसके पछाडि अब यो तलपट्टिकोलाई टाँस्दिउँ होइन। यो तलको थियो यसलाई टाँस्दिउँ सुरुमा। ओके यो पनि भयो। अघि मैले गम सुधै निकाल्नु भन्नुको रिजन चाहिँ यही नै हो है। गम सुधै निकालिएन भने चाहिँ यो अब टाँस्नलाई गाह्रो पर्छ फेरि। त्यही भएर गम छ भने चाहिँ गम सुधै निकाल्दाखेरि बेस्ट हुन्छ। ओके अब यहाँनिर अर्को पनि छ मसित। यसलाई पनि टाँस्दिन्छु म। ल यो पनि टाँसियो। अब अर्को टाँस्छु। त्यो पेजलाई चाहिँ खास यो कभर गरेको हुन्छ क्या यिनीहरूले गम टाँसेर यसरी बाहिरबाट होइन। प्लास्टिकको एउटा कभर टाँसेको हुन्छ। त्यसै हेर्दाखेरि चाहिँ हामीले कसरी खोल्ने भने जस्तो हुन्छ। तर माउस खोल्नको लागि चाहिँ पेज यसरी टालिएको हुन्छ पछाडिबाट है। अब यो माउसमा पनि त्यही नै हो। यो माउसमा चाहिँ तपाईँहरूले हेर्न सक्नुहुन्छ यहाँनिर 4वटा पोइन्टहरू दिएको छ नि होइन। यो 4वटा पोइन्टहरू हो। यो 4वटा पोइन्टबाट चाहिँ तपाईँहरूले यहाँबाट चाहिँ यसको पेजहरू निकाल्ने के खास है। यो यसको त अहिले ननिकालौँ होला। यसले काम गरिरहेछ होइन। यो माउस त खोल्नु मिल्दैन कि जस्तो लाग्यो है मलाई। खै थाहा छैन एक्ज्याक्टली मैले चाहिँ हेरेको छैन कसरी खुल्छ भनेर। यो माउस चाहिँ मेरो बन्यो रहेछ है। यो पाङ्रा अलिकति लुज भएको थियो। त्यसको भित्रको पेज कसिदिएँ मैले र फाइनल्ली बन्यो। सो द्याट्स इट। सी यु गाइज इन द नेक्स्ट वान। बाइ बाइ।